यो चाहिँ मेरो नानीको चाहिँ 8 महिनामा दाँत पलायो। मेरो ट्विन्स नानीहरू छन्, के अरे दुईवटा छोरीमध्ये चाहिँ जेठी छोरीको चाहिँ सुरुमा दाँत देखियो, तलपट्टिको दुईवटा दाँत आए जस्तो माने कि ऊ रोइरहेको थियो। अनि एक्कासी हेरेको त तलपट्टि त दुईवटा सेतो सेतो देख्छु, अनि छामेको त दाँत रहेछ। अनि यहाँ चाहिँ नेपालमा चाहिँ के चलन हो भने 8 महिनामा दाँत आइसकिसकेपछि चाहिँ मावलीलाई डाँट्छन् भन्छन् कि। अनि त्यही भएर चाहिँ अनि मामाले चाहिँ ट्याक्क भान्जीलाई त्यो देख्नभन्दा अगाडि पुरै त्यो कचौराभरि दही राखेर अनि भान्जीलाई दही खुवाइदिएर अनि आफ्नो घरको त्यो ढोकाबाट अनि बल्ल भित्राउन पाइन्छ चरेसको कचौरा दिने, त्यस्तो चलन हुन्छ। अनि हाम्रो चाहिँ कान्छीको चाहिँ आएको छैन, जेठोको चाहिँ दाँत देखिसक्यो, तलबाट आयो, एकदम राम्रो भयो। अब कान्छोको पनि आउँछ होला। अनि कति ह्याप्पी भयो कि सानी त कति खुसी भयो कि हेर्नु नि त्यहाँ, खुसी भयो कि पैसा लिएँ कि रे। अनि दही पनि खाएँ, मक्ख परेकी छे। दुईवटा दाँत आयो, अब त्यस्तो उसलाई गाह्रो चाहिँ भएन दाँत आउँदाखेरि, ह्याप्पी छे। अब कान्छीको के हुन्छ हेरँदै गरौँला।